नमस्कार साथीहरू, यतिखेर म छु रिकाङपियोको लिप्पामा। तपाईलाई एउटा अनौठो चिज यो देखाइरहेको छु। यसलाई चाहिँ यहाँ न्याउजा भन्दो रहेछन्। यो सल्लीको जस्तो किसिमको डलगरेको हैन, यसको छिम्ता हुन्छ। यसको छिम्तालाई काट्नको लागि पछि अब 1-2 महिना पछाडि यतिखेर चाहिँ असारको महिना चलिरहेको छ, सरी साउनको महिना, र यसको 1-2 महिना पछाडि चाहिँ यसरी चाहिँ यिनी न्याउजा चाहिँ यस्ता भिरहरुमा हुँदो रहेछन्। यो हेर्नुस् त, तल एकदम चरी लोटेर मर्ने भिर एकदम तल खोला बगिरहेको छ। यस्तै प्रकारको यहाँको यो भूगोल छ। र यो त्यहाँ हो त्यस्तोमा गएर हाम्रा नेपाली दाजुभाइहरूले यो न्याउजाहरू चाहिँ जम्मा गर्नु हुँदो रहेछ। र यो न्याउजा जम्मा गरे बापत दिनको 1100-1200 यहाँको चाहिँ ढ्यारी खाना खाएर चाहिँ त्यस्तो पाउँदो रहेछ। यो सम्पूर्ण जङ्गल हेर्नुस्, यो पारीवारी, यो सम्पूर्णमा अरू केही बिरुवाहरू छैन। यसमा देवदार र यो चाहिँ न्याउजाहरूको चाहिँ पुरा हुँदो रहेछ। यो नजिकबाट म तपाईलाई देखाएँ। यो सल्लीको जस्तै हो, हुनु त सल्ली हो कि क्या हो, सल्लीकै प्रजाति क्या हो, धेरै महँगो बिक्री हुँदो रहेछ यो।